सभापति अखिल भारतीय तामाङ बौद्ध सङ्घको पक्षमा खरसाङ महकुमा कमिटीलाई स्वागत गर्छु। क्यालेन्डरमा भएको भुलको अवगत गराइदिनुभयो, साथै विगत सभाको प्रस्तावनाको पठन र अनुमोदन गरिदिनु भएकोमा हामीमाझ उपस्थित हुनुहुन्छ मानिपा सङ्घ खरसाङका सभापति श्री एमएस डुन्जेन आदिल। उहाँलाई हामी खदार्पण गरिरहेछौँ। महकुमा स्तरका साङ्गठनिक गतिविधिबारे वक्तव्य राखिदिन हुन हामी यहाँ मञ्चमा माइक्रोफोन हामी सुन्दैछौँ। हाम्रा अखिल भारतीय तामाङ बौद्ध सङ्घ खरसाङ महकुमाका सचिव युएस तामाङजी। सबैले यसलाई भन्नुपर्छ, हामी तामाङ हौँ, तामाङ जातिमा हाम्रो भाषा छ ख्यापुल्ला भन्दाखेरि सबैजनाले सम्बोधन गरेर ख्यापुल्ला भन्नुपर्छ र लासो ख्यापुल्ला। खरसाङ महकुमा कमिटीको तत्वावधानमा आज यस सभामा यस मञ्चमा विराजमान हुनुभएका हाम्रा सङ्घका ख्यापुल्ला बनाउँदै मेरो 2 शब्द यहाँ हजुरहरूको समक्ष राख्न लागिरहेछु। सर्वप्रथम त वर्तमान जुन अवस्था छ यो अवस्था सबैलाई विदितै भएको कुरो हो र यस्तो अवस्थाभित्र पनि हामी तामाङ सन्तानले वर्षेनी गरिरहेको भवन धेरै ठुलो रहेछ र हामीले निरीक्षण पनि गऱ्यौँ र हामीले यहाँनिर अधिवेशन गर्ने हामीले तय गरेका छौँ र यस अधिवेशनको म यहाँनिर तपाईँहरूलाई विषयवस्तु भन्न लागिरहेको छु। यस अधिवेशनमा हामी एउटा विषय लिएर अधिवेशन गर्नेछौँ, जुन विषय चाहिँ तपाईँहरूले आज सभाबाट गएपछि तपाईँहरूले पनि यसलाई सोच्नुपर्छ, चिन्तन मनन गर्नुपर्छ र हाम्रो तामाङ सन्तानले गर्नुपर्ने कुरो के रहेछ भन्ने र त्यो विषय हो तामाङ पर्व अनि साङ्गठनिक। यस विषयमाथि बहस हुनेछ यसपालिको महकुमा लेभलको अधिवेशन। कोइली जस्तो शब्द लिएर बोल्ने तामाङलेहरू निस्किनुपर्छ र यसरी खतरा